यो चुनावमा रासोपा भन्ने पार्टीको 0 सिट हो। रेणु दाहालले यदि चितवनमा चुनाव हार्छ भने यो त्यसमा अर्को युद्ध हुन्छ ल। केपी ओलीको गुहाएर बोलेको तिमीहरू यस्तो बुद्धि कहाँदेखि आउँछ क्या तिमीहरूको भन त यस्तो बोल्ने अनुहार हेर न अनुहार के ठुलो गरेको मैले झापा 5 मा हैन केपी ओली लड्नु भएको ठाउँमा सबै दल एक भएर जाँदा पनि केपी ओलीलाई हराउने ताकत कसैको छैन। यसले कति पाथी गु खाइस् क्या केपी ओलीको त यस्तो के सोचेर बोलेको अन्त बालन त फरक कुरा त्यसो बालन त फरक कुरो उहाँको त जमानत जफत हो। जफत भयो नि त अहिले अन्तिममा आएर यसको दिमागभरि गु भरिएको छ कि के छ के सोचाएर यस्तो बोलेको क्या थुक्न पनि मन लाग्दैन यिनीहरूलाई त लेखेर राख्नुस् जमानत जफत गराइदिन्छु हामी। रासोपा त कुनै प्रतिस्पर्धी दलै होइन हेर्नुस् अहिले त म मान्दिनँ यो त उही फेसबुकमा मात्रै प्रतिस्पर्धा हो। झिँगा खाने गुगलमा राप्रपासँग प्रतिस्पर्धा छ र भूगोलमा छैन। मैले पहिला नम्बर के भने एक त उसले चुनावै लड्दैन दोस्रो कुरा चुनाव लड्यो भने जित्दैन अगर जित्यो भने भन्ने प्रश्न आयो म तिम्रो सबै गु खाने मात्रै क्या यिनीहरू सपोर्ट गर्नेहरू खाइदिन्छु भने मैले गलत बोलिनँ जितोस् म खाइदिन्छु त्यसैको